लिभिङमा बसेको छु सिधै कुरा किन ढाट्नु होइन बोयफ्रेन्डसँग बसेको छु अब म के अरे बिहे गरौँ बच्चा पाम भन्छ अब विदेश जाऊँ न एकचोटि विदेश जाऊँ भन्छु अब विदेशको ताल त्यस्तो छ अहिले आक्रमण छ कसरी जाने अब पखाउन 1-2 वर्ष भन्दा बुढी हुन्छ अनि बच्चै हुँदैन अनि बाजै बस्यो अनि अब अर्काको बच्चाहरू बटुल्यो ल्यायो पाल्यो अब बुढेसकालमा तपाईले त फरक र गम्भीर कुरा गर्नुपर्छ है अनि किनकि मान्छेको बाँझोपन त्यही भएर नि भइरहेछ हो एकदम यो 100% हो मैले ढाँटेको होइन क्या यो मेरो जीवनमा मात्र होइन मैले कतिजनाको जीवनमा देखेको छु यो कुरा यो घटना होइन यो मान्छेले खुलासा नगरेको मात्रै हो बाँझोपन मान्छेले ढिलो बिहे गर्दा हुन्छ ढिलो बिहे गर्दा त हो नि तपाईँलाई छोरा मान्छेको 30 वर्ष कट्यो भने बच्चै हुँदैन हाम्रो दाइको अहिले 33-34 वर्ष भयो अस्ति भर्खर बिहे गरेको हो बच्चै भएन अहिले भाउजू 28-29 वर्षको भयो बच्चै हुँदैन भने अब 4-5 लाख रुपियाँ खर्च गर्नुपर्छ बच्चाको लागि त्यस्तो है मेरो चारमा परेको छ क्या त्यस्तो अनि त्यसपछि अब अस्ति भर्खर मेरो दिदीले कति बिहे गरेको त 10औं वर्ष भयो 10 वर्ष भयो होला बिहे गरेको तर उहाँले के गर्नुभयो भने अब पहिला बच्चा बस्दाखेरि चाहिँ अब कमाइ दमाई छैन केही छैन भन्यो तर अहिले बच्चा बसाउन खोज्दाखेरि उमेर गइसकेर बच्चै नबसेर बाँझै त्यत्तिकै नै हामी छोरी मान्छेहरू नि बाँझै हुन्छ छोरा मान्छेहरू नि बाँझै हुन्छ कि यो सबै भनेको महँगाइले गर्दा आर्थिक समस्याले परिवारै मतलब अन्त्य हुने भयो सन्तान राख्न गाह्रो हुने भयो हो अनि इन्डियातिर किन बच्चाहरू ग्वाल पाउँछ त सस्तो छ वहाँ 5 रुपियाँ 10 रुपियाँ पनि यति आउँछ खानालाई टन्न पेट भर्छ कसम मलाई त तराईतिर त साह्रै मनपर्छ कसम हो यो काठमाडौँमा नेपालमा मात्र महँगो छ होइन इन्डिया जानुपर्छ 20 रुपियाँको आमा टन्न पेट भर्छ 8-9 बच्चा नि पाल्न सकिन्छ किन सकिन्न त्यही भएर त ग्वाल पाउँछ नि उनीहरूले बेलायमा बिहे गर्छ बेलायमा बच्चा पाउँछ बच्चा च्यापेरै हिँड्छ त यहाँ हाम्रो नेपालमा 1000 रुपियाँ लिएर गयो नि केही पाउँदैन पाउँछ त एक खानै पाउँदैन